टिममा 12 जना बन्ने हो, लाखौं खेलाडीहरू पनि छ। हामी कोचहरू चाहिँ कसैलाई निकाल्नै पर्छ, कसैलाई राख्नै पर्छ हेर्नु। त्यसकारणले गर्दाखेरि जति चिन्ता कोचले हुन्छ त्यति चिन्ता सायद कसैलाई हुन्छ होला, किनकि मेरो अन्डर लिडरसिपमा यदि टिम हुन्छ भने त्यो टिमले जितोस् भनेर चाहन्छु भने राम्रो खेलाडीलाई म कसरी बाहिर निकाल्न सक्ला भन्ने कुरा मेरो हो। पकाका गरेको छैन, गर्दैन पनि। त्यसकारणले गर्दा रविन्द्रलाई राख्दाखेरि नै कति विरोध गर्यो, आफ्नो मान्छे राख्यो, सबभन्दा विरोध गर्यो। ऊ आज नेपालको नम्बर 1 भएको छ। एउटा अर्जुन नेपाली आएको छ अहिले, ऊ भोलि नेपालको नम्बर सबभन्दा धेरै आएको छ खेलाडी मध्येको लगभग। अब यस्ता कति उदाहरण दिउँ तपाईँहरूलाई। टङ्क अहिले पनि विदेश गएको छ, टङ्क अवस्थी पनि किर्गिस्तानमा सुपर राम्रो गेम खेलेर आएको छ हैन। अरू खेलाडीहरू पनि छन्। अरुणा साईलाई क्याप्टन बनाएको पनि मैले नै हो। पश्चिमाञ्चलले भन्दाखेरि जति गाली गरे पनि अरुणा साईलाई स्ट्राइकरबाट निकालेर सेटर बनाएर नेपालको क्याप्टन बनाएर यत्रो ऐतिहासिक मेडल चाहिँ ल्याएकै हो। अब सकारात्मक कुरा भन्दा नि नकारात्मक कुरामा धेरै ध्यान दियो भने गाली गलौज गर्छन्। त्यो गाली गलौजले मलाई थप उत्साह र प्रेरणा प्रदान हुन्छ। जसले गर्दाखेरि तपाईँको चाहिँ फेरि आउने दिनहरूमा फेरि अझ ऊर्जाका साथमा काम गर्ने अवसर चाहिँ प्रदान हुन्छ। रवि किसी जतिखेर मैले फर्स्टमा देखेँ त्यतिखेर उसको रेट चाहिँ धेरै माथि हो। भर्खरको केटा पनि थियो। U23 को ट्रेनिङमा मैले आएको र अहिले उसको अनुशासित केटा पनि गण्डकी प्रदेशमा सबैभन्दा अनुशासित केटा देखेको हो। र उसलाई मैले अहिले पनि छोरा समान नै मान्छु। मसँग रात दिन कन्ट्याक्ट पनि भइरहेछ, रविको कुराकानी पनि भइरहेछ। अब उसले चाहिँ U23 कै बेलामा उसको रिच पनि नदियो, म टिम पनि धेरै राम्रो थियो। यद्यपि उसको थोरै बहुत टेक्निकली मिस्टेक भएर अब गर्न चाहेर पनि धेरै कुरा गर्न सकिरहेको थियो र भविष्यमा राम्रो हुन्छ भन्ने मलाई लागेको थियो। अन्य कुराहरूमा सँग भएका निर्णय गर्दाखेरि यदि प्राविधिक मान्छे भएन भने के निर्णय गर्छ? खेलाडीको बारेमा सबैभन्दा बढी जानकार को हुन्छ, रात दिन को हुन्छ भन्दाखेरि प्रशिक्षक नै हुने। प्रशिक्षकहरूको मोनिटरिङ मुख्य प्रशिक्षकले गर्छ। मुख्य प्रशिक्षकले सङ्घमा सबै कुराहरूलाई लगेर जाने हो र खेलाडीको स्तरदेखि खेलाडीको प्रशिक्षणसम्मको कुराहरूलाई त्यो जानकारी गराउने। किनभने सम्बन्धित एसोसिएसन भनेको सम्बन्धित खेलको गार्जियन हो, जुन गार्जियनले सबैभन्दा पहिला खेलाडीको बारेमा बुझ्छ। त्यो खेलाडीको बारेमा बुझ्ने सबैभन्दा बढी को हुन्छ त भन्दाखेरि त्यसको प्रशिक्षक हुन्छ। त्यसकारणले गर्दा नेपाल सरकारले जुन कुरा गर्यो त्यो एकदमै अत्यन्तै नराम्रो कुरा गर्यो जस्तो मलाई लाग्छ। त्यो नहुनु पर्ने थियो। अब यहाँ के गरिदिएको छ भने तपाईँले धेरै सङ्घहरूमा म कसैको नाम लिन चाहेन, तर सँगसँगै कुनै सरकारै नभएका मान्छेहरूलाई अध्यक्ष महासचिवहरूमा राखिरहेको छ। धेरै सङ्घहरूमा पोलिटिकली घरका भाइ भतिजा सालासालीहरू राखिरहेको छ। यो जुन प्रकारको पोलिटिकली एट्याचिङ छ नेपालको खेलकुदमा, त्यो नेपालको उद्योगति हो जस्तो मलाई फिल भएको छ कि एउटा एसोसिएसन र राष्ट्रिय खेलकुद परिषदमा र सम्बन्धित तलका निकायहरूमा पनि पोलिटिकल मान्छे, पोलिटिकल बिना त केही पनि छैन। फेरि मैले नेगेटिभ कुरा गर्न सकिनँ, तर पोलिटिकली पनि इच्छा शक्ति भएको खेलकुद बुझे मान्छे त हुनु पऱ्यो भन्ने हाम्रो। तर खेलकुद बुझे हुँदाखेरि खेलकुदमा लागेको मान्छे कुनै न कुनै पार्टीमा जानुपर्ने। एउटा पार्टीमा जाने बित्तिकै अर्को सरकार नै खालिहाल्ने जुन सिस्टम छ त्यो सिस्टमलाई चिरफाड गर्नुपर्छ जस्तो मलाई लाग्छ। मेरो अनुभवमा संसारको सबैभन्दा ठुलो कुरा खेलकुद नै हो, राज्यको विकास गर्ने। जुन खेलकुदले राज्यलाई अनुशासित र मर्यादित रूपमा एकत्रित गर्छ, जुन खेलकुदले चाहिँ मेचीदेखि महाकालीसम्म एकबद्ध रूपमा न पार्टी हेर्छ, न चाहिँ जात हेर्छ, न धर्म हेर्छ, त्यसलाई एकबद्ध रूपमा अगाडि बढाउने कोसिस गर्छ। र खेलकुदमा एउटा यस्तो विधा हो जसले राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गर्छ। र खेलकुदमा यस्तो कुरा हो कि स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा नै छ नेपाल सरकारको। भने यति महत्त्वपूर्ण कुराहरूलाई राज्यले किन अपेक्षा गरिरहेछ मलाई पनि थाहा छैन। त्यसले गर्दा यो वैदेशिक नीति र खेलकुद नीतिमा देशको सबै पार्टीहरू, सबै मान्छेहरू एक ठाउँमा हुनुपर्छ र यसको नीति चाहिँ लङ टर्म प्रोसेसले चेन्ज नहुने हिसाबले यो गर्नुपर्छ जस्तो मलाई लाग्छ। अब खेलाडी भनेको एकैचोटि डिजास्टरले हुने कुरा होइन। यसको 10-12 वर्षको एउटा आयु हुन्छ खेलकुदको, जुन ठाउँमा आएर उसले पिक पर्फर्म गर्छ। अब खेलकुद पदाधिकारीको 4 वर्षको हुन्छ, अझ अहिले त 2 वर्ष 3 वर्षमा पनि फालिदिन सक्छ भने खेलकुदको म्यानेजमेन्टमा बसेको व्यक्तिले 10 वर्षको प्लानिङ कसरी गर्न सक्छ भन्ने कुरालाई चाहिँ विचार गर्नुपर्छ। यसको लागि गहन छलफल गर्नुपर्छ। त्यो छलफल गर्ने ठाउँ पनि पोलिटिकल लिडरहरू नै भएको हुनाले र हाम्रो प्राविधिक र खेलकुदमा भिजेको मान्छे र खेलकुदलाई बुझेको मान्छेको पनि त्यहाँ चाहिँ उपस्थिति नहुनाले यो समस्या आएको जस्तो लाग्छ। यसलाई सुधार गर्दै जानुपर्छ भन्ने मलाई लाग्छ। शिक्षकहरूले बुझिदियो भने त खेलकुद त निकै माथि जाने रहेछ भन्ने खालको त वातावरण हुन्थ्यो। त्यसले गर्दाखेरि अब हामी चाहिँ घर परिवार र समाजबाट खेल्नु हुँदैन भन्दा पनि एउटा पेसन रहेछ। त्यो पेसन भनेको हाम्रो सिनियरहरूलाई हेरे, भलिबल खेलाडीलाई हेरे, भलिबलको क्रेजलाई हेरे, 10,000 जुन पब्लिकहरूको तालीले हामीलाई जुन चाहिँ एउटा मोटिभेट गर्यो, ओ खेलाडी भनेर चिन्न थाल्यो भने त्यो चिज जब मानसिकतामा भइसकेपछि, पेसन भइसकेपछि हामीले खेल्नुपर्छ, खेलेर ठुलो बन्नुपर्छ भन्ने खालको जुन माइन्ड सेट भइसकेपछि घर परिवारले पनि रोक्न सक्दैन जस्तो मलाई लाग्यो कि घर परिवारको इच्छा अनुसार, समाजको इच्छा अनुसार पनि आफ्नो पेसनले गरेको कुरा नै हुने रहेछ। त्यसकारण त्यो जुन प्रकारले हाम्रो माइन्ड सेट हुन्छ, जुन प्रकारले हाम्रो फिजिकल ग्रोथ हुन्छ, त्यो बेलामा
हाम्रो भविष्यमा हाम्रो फिजिकल लेभलले र मेन्टल लेभलले के कुरा चाहन्छ त भन्ने कुरालाई शिक्षक र गार्जेनले बुझिदियो भने त्यो चाहिँ सफल नागरिक हुन्छ जस्तो मलाई लाग्छ र हामी अहिले त्यसै अभियानमा पनि जुटिरहेको छौँ। एउटा आशावादी मान्छे हो, म कहिले पनि निराशावादी भएन, तर निराशावादी यसबारेमा भयो कि मैले गर्नु खोजेको काम राम्रोसँग गर्न सकेन कि कार्य सम्पादनमा काहीँ कतै समस्या भयो कि हामीले गर्ने कामसँग जोडिएका सङ्घ संस्थाहरूलाई मैले रिजाउन बुझाउन सकेन कि अथवा हाम्रो भनेको एकर्डिङ गर्न सकेन भन्ने कुरामा मैले फोकस गरेँ। नम्बर 1। नम्बर 2, मैले पढ्दै गर्दाखेरि म अब त्यो बेलामा पनि राम्रो गर्नुपर्छ, मैले साइन्स पढेको, त्यसपछि बिचमा पाकिस्तान साउथ एसियन गेम हुनुभन्दा पहिला म स्पोर्ट्स डिप्लोमा गर्न गएको थिएँ। म 2001-2002मा त्यहाँ पनि मैले आफ्नो क्लास टप गरिरहेको, त्यो नेपालको भलिबलको अथवा स्पोर्ट्सकै एरियामा पनि मैले स्पोर्ट्स अथोरिटी अफ इन्डियामा आफ्नो ब्याचमा चाहिँ टप गरिरहेको। त्यसपछि लगत्तै मैले 9 साउथ एसियन गेम छोडेँ, 10 साउथ एसियन गेममा म पर्सियक हुने मान्छे पनि हो। पहिलो साउथ एसियन गेममा खेलाडीको रूपमा थिएँ, अर्को साउथ एसियन गेममा म पर्सियकको रूपमा थिएँ भने त्यहाँदेखि यहाँसम्म 1993देखि लिएर आजका दिनसम्मको अन्तर्राष्ट्रिय सहभागिताहरूमा एज ए खेलाडी र कोच पर्सियकको रूपमा म निरन्तर छु र यो बिचमा व्यवस्थापकीय हिसाबले ठुल्ठुलो प्रतियोगिताहरू अर्गनाइज गर्ने नेपाल भलिबल सङ्घमा पनि तत्कालीन सदस्य चाहिँ युवराज लामा हुनुहुन्थ्यो, उहाँले चाहिँ राष्ट्रिय खेलकुद परिषदबाट 2 जना प्रत्येक सङ्घमा पठाउने प्रावधान थियो। जनअनुसार उहाँले के भन्नुभयो त भन्दाखेरि एउटा प्राविधिक मान्छेलाई सङ्घमा पठाउँदाखेरि त्यसले फाइदा होला भन्ने खालको एउटा कन्सेप्ट गरेर उहाँले मलाई चाहिँ सदस्यको रूपमा सङ्घमा पठाएको, किनभने म पर्सियक थिएँ, पर्सियकको रूपमा पर्सियककै काम गर्नुपर्छ भन्ने कुरा नै थियो। तर सङ्घमा म सदस्यमा गइसकेपछि पनि सङ्घको अध्यक्षज्यू लगायत महासचिवज्यू लगायत सबैहरूलाई पहिला मिलाउने, स्पोर्ट्सको बारेमा पोजिटिभ थटहरूलाई यसको डेभलप गर्ने र वार्षिक रूपमा कार्ययोजनाहरूलाई तर्जुमा गरेर त्यसलाई एक्जिक्युट गर्ने काममा मेरो महत्त्वपूर्ण रोल नै रह्यो र मैले व्यवस्थापकीय हिसाब र प्राविधिक हिसाबमा पनि त्यो बेलामा धेरै कामहरू गरेँ। यता चाहिँ पर्सियन गर्ने, यता चाहिँ सङ्घको कामहरू पनि गर्ने। त्यसपछि म सचिवको रूपमा निर्वाचित भएँ दोस्रो कार्यकालमा र अहिले चाहिँ नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद अन्तर्गतका कर्मचारीहरूलाई चाहिँ सङ्घमा बस्न नदिने भन्ने खालको एम दियो, जुन चाहिँ एकदमै दुर्भाग्य छ। किनभने यहाँ चाहिँ मुख्य भलिबल पर्सियक अथवा मुख्य पर्सियकहरूलाई सङ्घमा राख्ने प्रावधान पहिला के थियो त भन्दाखेरि अध्यक्ष निर्वाचित हुने, त्यसको महासचिव चाहिँ मुख्य पर्सियक हुने प्रावधान थियो 2051-52 सालमा। किनभने प्राविधिक बिना कुनै पनि एसोसिएसनले केही पनि गर्न सक्दैन। अब खेलेको खेलाडी बुझेको भयो त्यसले टेक्निकल कुराहरू चाहियो सबै, तर अहिले पोलिटिकली पनि धेरै सङ्घमा आएर हुनाले टेक्निकल कुराहरूमा त्यहाँ बाई लिगली रूपमा माइनिटिङ गर्ने कुराहरू, निर्णय गर्ने कुराहरूमा सङ्घमा भएका निर्णय गर्दाखेरि यदि प्राविधिक मान्छे भएन भने के निर्णय गर्छ, खेलाडीको बारेमा सबैभन्दा बढी जानकार को हुन्छ, राजनीति को हुन्छ भन्दाखेरि पर्सियक नै हुने। पर्सियकहरूको मोनिटरिङ मुख्य पर्सियकले गर्छ, मुख्य पर्सियकले सङ्घमा सबै कुराहरूलाई लगेर जाने हो र खेलाडीको स्तरदेखि खेलाडीको पर्सियकसम्मको कुराहरूलाई त्यो जानकारी गराउने। किनभने सम्बन्धित एसोसिएसन भनेको सम्बन्धित खेलको गार्जेन हो, जुन गार्जेनले सबैभन्दा पहिला खेलाडीको बारेमा बुझ्छ। त्यो खेलाडीको बारेमा बुझ्ने सबैभन्दा बढी को हुन्छ त भन्दाखेरि त्यसको पर्सियक हुन्छ। त्यस कारणले गर्दा नेपाल सरकारले जुन कुरा गर्यो त्यो एकदमै अत्यन्तै नराम्रो कुरा गर्यो जस्तो मलाई लाग्छ, त्यो नहुनु पर्ने थियो। अब यहाँ के गरिदिएको छ भने तपाईँले धेरै सङ्घहरूमा म कसैको नाम लिन चाहेन, तर सँगसँग कुनै सरकारै नभएका मान्छेहरूलाई अध्यक्ष महासचिवहरूमा राखिरहेछ। धेरै सङ्घहरूमा पोलिटिकली घरका भाइ भतिजा सालासालीहरू राखिरहेछ। यो जुन प्रकारको पोलिटिकली एट्याकिङ छ नेपालको खेलकुदमा, त्यो नेपालको उद्योगति हो जस्तो मलाई फिल भएको छ कि एउटा एसोसिएसन र राष्ट्रिय खेलकुद परिषदमा र सम्बन्धित तलका निकायहरूमा पनि पोलिटिकल मान्छे, पोलिटिकल बिना त केही पनि छैन। फेरि मैले नेगेटिभ कुरा गर्न सकेन, तर पोलिटिकली पनि इच्छा शक्ति भएको खेलकुद बुझे मान्छे त हुनु पऱ्यो भन्ने हाम्रो। त्योभन्दा 51 सालभन्दा पहिलाको भलिबल भनेको नेपालमा धेरै माथि थियो, त्यो लेभल अहिलेसम्म नै आएको छैन, अहिले पनि म भनिरहेको छु। तर यो 10-12 वर्षमा नेपाल भलिबल सङ्घले जुन प्रकारले कामहरू गर्यो, राष्ट्रिय खेलकुद परिषदले जुन प्रकारले सपोर्ट गर्यो, त्यस कारणले भलिबल यहाँसम्म पुग्यो। अहिले तपाईँ हेर्नुहुन्छ भने यो भलिबलको कबड जम्मा 1200-1500 क्यापेसिटीको छ। यहाँ मारामार गरेर 3000-4000 मान्छे हाल्नुपर्छ, भगवान् पशुपतिनाथले कुनै घटना घटाएको छैन। के गर्न सक्दै नेपाल सरकारले भलिबलदेखि सबै खेलहरूलाई चाहिँ व्यवस्थित पूर्वाधारहरू र खेलाडीहरूको चाहिँ जुन सिस्टमेटिक तरिकाको पर्सियनहरू, डेभलपमेन्टका प्रोग्रामहरू, खेलाडीहरूलाई सस्टेन गर्ने, भविष्यको निर्धारण गर्ने, समाजमा इज्जत साथ बाँच्न पाउने अधिकारको प्रतियोजन नेपाल सरकारले ऐन मार्फत गरिदियो भने त्यसले चाहिँ नेपाली जनताहरू धेरै हेप्पी हुन्थ्यो जस्तो मलाई लाग्छ। आज खुसीको माहौल, तपाईँ प्रत्येक हप्तामा एयरपोर्टमा बाँचागाँदा सहित जुन खेलाडीले मेडल लिएर छ, नेपाली जनता खुसी हुने एक मात्र माध्यम छ। अरूमा केमा खुसी भएको छ तपाईँ मलाई भनिदिनु सक्छ। त्यस कारणले खेलकुद भनेको निराशावादी ठुलो प्रवृत्तिका बावजुद पनि नेपाली खेलकुदले 2-4-5 वर्षमा अहिले जति उपलब्ध गरेको छन्, तपाईँ कन्टिन्यू हेर्नुहोस्। अब तपाईँहरू सबैलाई थाहा छ कि अहिलेको स्वर्णिम युग नै हो कि चाहेको जस्तो गर्न नसकेर पनि नेपाली युवाहरूले खेलकुद मार्फत पब्लिकहरूलाई खुसी गराइरहेको छ भने राज्यको आँखा त्यतातिर जानुपर्छ भन्ने मलाई लाग्छ। एक्सपेक्टेसन गरेको भलिबल खेल प्रेमीले गरेको
जस्तो प्रकारको एचिभमेन्ट छ 10 वर्ष 12 वर्षमा झन् 14-15वटा मेडल छ बीच भलिबलमा इन्डोर भलिबलमा सबै गरेर त्यस्तो अहिले नेपालको हिस्टोरिकल मेडल ल्याउने मुख्य प्रशिक्षकको रूपमा पनि मैले काम गरिरहेको छु। म यसमा लागिरहेको छु। अहिले मेरो एउटा मिसन के छ त भन्दाखेरि नेसनल प्लेयर हुने राज्यलाई अन्तर्राष्ट्रिय पहिचान गराउने भन्ने त्यो नियमित प्रक्रिया हो। देशको रोड बाटो बिजुली बनाएको जस्तै हो। नेसनल प्लेयर आउने भनेको हजारौं कथनबाट आएर सिस्टमिक तरिकाले सहभागिता गर्ने हो, क्षमता अनुसारले आफ्नो नतिजा ल्याउने। तर आम नागरिकलाई स्कुलको बच्चाहरूलाई चाहिँ अनुशासन मर्यादित थ्रु स्पोर्ट्स बनाउने मेरो अभियान छ। त्यसमा म राज्यले खटाएर होइन कि म सो स्कुलमा ठाउँमा गएँ 2 घन्टामा मलाई टाइम भयो भने म काठमाडौँ ललित स्कुलहरूमा गइरहेको छु। अस्ति मलाई लाग्छ यो अब आउने दिनहरूमा चल्छ जस्तो मलाई लाग्छ। त्यसले गर्दाखेरि राम्रो काम गर्दै जाँदाखेरि एउटा चाहिँ स्वाभिमान नागरिक भएर चाहिँ राष्ट्रप्रति सकारात्मकता हिसाबले अगाडि बढ्दै जाँदाखेरि समस्या पनि हुँदैन कि जस्तो पनि फिल भएको छ। तर फिल कतिखेर हुन्छ कि अब गुरु तपाईँकोसँग 2,000-5 लाख छ कि दिनुहोस् न भन्दाखेरि पनि त्यहाँ छैन भन्दाखेरि त्यहाँ त्यो समस्या हुँदो रहेछ। खासै त्यस्तो माग्ने मान्छे त छैन, कहिलेकाहीँ समस्या पर्दाखेरि हुन सक्ने हुन्छ। त्यस्तो हुँदाखेरि ओहो यो पनि छैन कि भनेर कहीँ कतै त्यस्तो हुन्छ कि भन्ने खालले पनि कहिलेकाहीँ डर त्रास हुन्छ। तर समस्याले कुनै चिज रोकेको छैन, ओहो यो छ मसँग भन्ने पनि भएको छैन। त्यस कारणले गर्दाखेरि जीवन चलिरहेको छ, चलाउनु पर्छ। एउटा कुरा कस्तो हो भन्दाखेरि अहिले मान्छेहरू हाइली एम्बिसियस पनि भएको छ, एकदमै महत्त्वाकांक्षी भएको छ। अहिले मानबहादुर सरस्वती अथवा प्रतिभा तोइले नै हो, यिनीहरू चाहिँ नेपालमा कुन अवस्थाबाट घरको कुन परिवेशबाट भलिबलमा छिरेर भलिबलमा लागेर यिनीहरूले मान मर्यादा इज्जत कति छ। हामी त उनीहरूको फाइनेन्सियली हेर्ने हो भने म चाहिँ उनीहरूभन्दा धेरै तल छ। यति कुरा तपाईँले भने हामी पनि मेरो दिमाग बुद्धितिर मेरो जुन चाहिँ एउटा स्पिड छ, वर्किङ स्पिड छ, त्यो चिज स्पोर्ट्सभन्दा बाहिर लगाएको भए म चाहिँ अहिले वेल इस्टाब्लिस हुन्थेँ। म पनि 2,000 करोड गाडीमा चढ्न सक्ने खालको एउटा हनर भएको व्यक्ति हो मलाई जस्तो लाग्छ। त्यो प्रकारले काम गर्ने खालको मसँग एउटा खुबी छ। तर म खेलकुदमै काम गरिरहेको छु नि त। खेलकुदमा काम गरेर म कहाँ सेटिस्फाई छु भने आजको दिनसम्म जति बच्चाहरू मसँग बसे तिनीहरूले मात्र मेरो बारेमा जाने जस्तो लाग्छ मलाई। म फेरि सामाजिक सञ्जालमा धेरै दयामाया पनि गर्दैन, मैले सबै कुरा गरेको छ पनि भन्दैन। सबैको साझा प्रयास हो, देशको लागि सबैले गर्ने हो। मेरो सेक्टरमा प्रशिक्षकको रूपमा मैले गरेको छु, एसोसिएसनले त्यसलाई बाधामा क्रिएट गरेर राष्ट्रिय खेलकुद संरक्षण गरेको छ। सिस्टम त यो हो नि त। त्यसले गर्दाखेरि अब सरस्वतीको पनि उमेरको हिसाबले धेरै खेल्यो भने 1 वर्ष जति खेल्थ्यो होला, त्यो पनि रिटायरमेन्टको अवस्थामा छ। तर मैले अस्ति पनि सम्झाएको होला कि अहिले तिम्रो मैले 10-15 लाख रुपियाँ वर्षमा कमाउने खेलाडीले विदेश जानु पर्दैन जस्तो मलाई लाग्छ। आज भलिबलको स्थिति त्यो बनाएको छ। नेपाल भलिबलसँगले यो सबै वातावरण क्रिएट गरिदिएर विदेश पनि त उनीहरूको एप्रोच साँघुरो भएको हो नि त। अन्तर्राष्ट्रिय सहभागिता गराइदियो, देशलाई जोड दियो, प्रतियोगिता उत्पादन गरिदिए, खेलाडीहरूलाई कति खेलाडीलाई तपाईँ आज पनि तपाईँको चाहिँ 2075 सालमा 12 जना खेलाडीलाई 7 जना नेपालको नेसनल टिमको खेलाडीलाई टिमबाट निकालेर उनलाई सम्झाएर बुझाएर नयाँ टिमको निर्माण गरेर मैले भन्यो त यहाँसम्म त पुगेको हो नि त। कति गाली खाए, तपाईँ मिडिया नै आउनुहुन्थ्यो, हाँस्नुहुन्थ्यो, तपाईँले के गर्नुभयो नेपालमा, अनि नेपालको भलिबलको भविष्य के छ भनेर तपाईँहरूले नै घेराबन्दीमा पार्नुहुन्थ्यो नि त। त्यो बेलादेखि यहाँ बेलासम्म हामीले भलिबलले इन्डियालाई जित्ने, श्रीलङ्कालाई जित्ने, इरानलाई जित्ने खालको ट्यालेन्ट्सहरूलाई राख्नुपर्छ, यसले सफलता हासिल गर्नुपर्छ भनेर सबैलाई सम्झाइ बुझाइकन 12 आउट अफ 12बाट 7 जना नेसनल प्लेयरको क्याप्टन, उपकप्तान 2टा सेटर सहित निकालेर नयाँ टिमको निर्माण त गरेकै हो नि त। त्यसमा साथ सहयोग गर्यो सबले। तर त्यो बेला म त धेरै च्यालेन्जिङमा धेरै ठुल्ठुलो सोर्सदेखि कति आएका कुराहरू यहाँ नगरौँ, त्यसलाई फेस गरेर गएर आज राज्यले जितेको छ, भलिबल त माथि पुगेको छ, भलिबल राष्ट्रिय खेल भएको छ भने यी सबै कुराहरू पुर्याउने त नेपाल भलिबलसँग हामी हो, राज्य हो। स्पेसली भन्दाखेरि पनि मैले के भने उनीहरूले भने आज प्रतिभामाले पढाइ लेखाइमा पनि राम्रो, नयाँ सोच विचार गरेको सकारात्मक मान्छे सरस्वती चौधरीले मास्टर्स गर्दै थियो, सकेर जा अहिले नजा भनेर त्यहाँ स्पोर्ट्समा मास्टर गर्दै थियो। एउटा गाउँको दूरदराजबाट आएको चौधरीको छोरीले यहाँसम्म पुगेर अब नेपालमा हाक्दै बोले त भलिबल सरस्वतीले हाक्ने, प्रतिभाले हाक्ने, रेशमा भण्डारीले हाक्ने, हामीले सक्दैनौँ। अहिले 2-4 जना पछाडि गएर मै छोडिदिन्थेँ, मलाई रिप्लेस गर्ने मेरो सक्सेसर को हो त भन्ने मलाई चिन्ताको विषय छ नि त। यिनीहरूले चाहिँ पढे लेखा मान्छेले भन्दैछ, स्पेसली मानबहादुरहरू अरूहरू गयो ठिकै छ, केही छैन, उनीहरू पनि अब रिटायरमेन्ट हुने नै थियो। तर चाहिँ अब यिनीहरूले यहाँ बसिदिएको भए अहिले भर्खरै राम्रो स्कुलमा 1.5 लाख 2 लाख रुपियाँ दिन्छु भन्ने भएको छ। यिनीहरू त नाम चलेको मान्छेलाई यिनलाई 2 लाख रुपियाँ कमाउनलाई यहाँ समस्या थिएन। त्यस कारणले मैले चाहिँ मेरो विचारमा चाहिँ त्यहाँ गएर नेपालको यस्तो प्रतिष्ठित व्यक्तिहरू जसलाई सारा नेपालीको माया मन छ त्यहाँ गएर पैसा कमाएर पनि लोयर क्लासको काम गर्नुपर्छ। काम त त्यही गर्ने त हो त्यहाँ भने यहीँ बस्नुहोस् भनेको उहाँहरू जानुभएको छ, फर्किन्छु भन्नुभएको छ। तर अब जुनियर खेलाडीहरूले हिँड्यो भने हामीलाई अलिकति तनाव हुन्छ। जस्तो खेल्छ 2-4-5 वर्ष खेल्ने बच्चाहरू चाहिँ गयो भने चाहिँ त्यसले अलिक समस्या होला कि भन्ने हो। त पछाडिबाट आउनु पऱ्यो, हामीसँग न पछाडिबाट आउनुको लागि प्लानिङ छ, तलको एज क्याटेगोरीको कुनै क्रियाकलाप भइरहेको छैन। भएको खेलाडीहरू विदेशी भने त्यसले स्पोर्ट्सलाई काहीँ न काहीँ धक्का लाग्छ जस्तो मलाई लाग्छ। त्यसले पनि चिन्ता त छ।
तर अर्कोतिर कस्तो भने उनीहरूलाई रिप्लेस गर्ने मान्छे आएको थियो। अब उनीहरूले के गर्छ त अहिले थोरै बहुत पैसा कमाउनुको लागि अहिले सस्टेन हुनलाई विदेश गयो कि भनेर त्यसलाई मैले पोजिटिभ रूपमा पनि हेरेको छु। तर विदेश गएर 5 लाख कमाउनु भन्दा नेपालमा 1 लाख कमायो भने आफ्नो देशलाई सेवा गर्न पायो भने आफ्नो देशमा इज्जत साथ बस्नु पायो भने त्यसले राम्रो हुन्छ जस्तो लाग्छ कि। त्यस कारणले अहिले नेगेटिभिटी छ नेपालमा केही पनि हुँदैन यहाँ बेकार हो भन्ने खालको छ। कार कहाँ हो त हामीले बनाउने हो नि त त्यो चिज राम्रो त हामी यहीँ बसेर राम्रो काम गरेर नेताहरूलाई पनि यिनीहरूले राम्रो गरेछ भन्ने खालको वातावरण गर्ने त हो नि। पोलिटिकल लिडर पनि हामीले जिताएर पठाएको उहाँहरू हाम्रो बिचको एउटा सहकार्यले राम्रो सजेसनले काम गरेर देखायो भने त मेन स्ट्रिममा कहीँ कतै समस्या भयो भने त त्यसलाई हल गर्ने कुराहरू नि त। त्यसले गर्दा अहिले नेपालमा केही नभएर विदेश गएको भन्ने कुरा म सहमत छैन। अझ गाली गर्ने कुराहरू होला म चाहिँ सहमत छैन। किनभने धेरैले त जागिर पाएको छैन। जसले विदेशको गएको छन् भने जसले जागिर पाएको छ जसले देशभरिमा आन्तरिक र बाह्य प्रतियोगिता खेलेर वर्षमा 8-10 लाख रुपियाँ कमाउने वातावरण क्रिएट गरेछ। नेपाल सरकारले पनि अहिले पैसा सहित दिएको छ। तपाईँको 5 लाख 7 लाख रुपियाँ जित्यो भने दिइरहेछ, भोलि लेन जितिरहेछ, पैसा पनि पाइरहेको छ। एवार्डहरू त्यत्तिकै छन्, सङ्घले एवार्डिङ गरिरहेछ, पत्रकार सङ्घले एवार्डिङ गरिरहेछ, मोटरसाइकल स्कुटी चढ्ने सबै छन्। भने जो मान्छेसँग केही पैसाहरू छ र बाँच्न सक्ने अवस्था छ ती मान्छे विदेश गएका छन्। जो अभावसँग गुजिरहेछन्, खाना लाउनु पाएको छैन, ती मरेर पनि यहाँ गरिरहेछन्। त्यस कारण यी कुराहरूको बिचबाट निक्लेर सबैभन्दा ठुलो त देशै हो। जुन देशमा हुर्के जुन मोनिटरिङमा जस्तो एउटा आशीर्वादले जसले क्रियाकलाप गरिदिएर हामीले मान्छे बनायो ती मान्छेहरूलाई नै तिरस्कार गरेर विदेशमा गएर हाम्रो ट्यालेन्टलाई केही बेचेर थोरै बहुत आफ्नो पर्सनल बेनिफिटको लागि गर्ने उनीहरूको त्यो आफ्नो अधिकारको कुरा हो। त्यसमा मैले भन्नु केही छैन। तर ती कुराहरू चाहिँ नेपालमै लाग्दिएको हो, नेपाल समुन्नत हुन्थ्यो। मसँगै खेल्ने खेलाडीहरू कति ब्रिलियन्ट मान्छेहरू विदेशमा छन्, उनीहरू यहाँ गइदिएको भोलि राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। जितेन्द्र बच्चन आज भोलिसम्म नआएको भएको पनि विदेश गएको भए भोलि यति माथि आउँथेन जस्तो लाग्छ। भरोसा आइएसबाट रिटायर भयो, यहाँ पैसा छ। धेरै साथीहरू खेलेको खेलाडीहरू भनिरहेको छु म कि सुनिल चौधरीहरू पनि त अमेरिकामा छ नि त। जयनारायण चौधरी जस्तो मान्छे डिप्लोमा स्पोर्ट्स गरेर आएको मान्छे, विद्युत प्राइमर त्यस्तो नेपालको 1978 को एसियन गेम खेल्ने मान्छे नेपालमा भइदिएको त एकदम विज्ञ मान्छे हो नि त। आज भलिबल माथि आउँथ्यो भन्ने मेरो सल्लाह हो। विगतका ब्रिलियन्ट मान्छेहरूको विदेश प्लाइङका कारणले गर्दा नेपालको खेलकुद र नेपालको भलिबल तल गएको हुनाले तपाईँहरू जसले खेलेको छ बुझेको छ, खेल मैदानदेखि एकदम नजिक छ, खुन पसिनासँग एकदम नजिक छ, खेलाडीको मर्म बुझ्न सक्छ, पढे लेखेको छ, सबै कुरा बाई हार्ट तपाईँ पेसनेबल हुनुहुन्छ भने त्यो चिजलाई नेपालमा लागू गर्यो भने अबको 10 वर्षपछि नेपाली खेलाडीले कार चढ्न सक्थ्यो, नेपाली खेलाडीले सम्मानजनक स्थितिले बस्न पाउँथ्यो। नेपालको खेलाडीको नेपालमा हामीले गर्न नसकेको कुराहरूलाई तपाईँहरूले फुलफिल गर्न सक्थ्यो नि त। उनीहरूको लागि पनि हामीले यहाँ बस्नुपर्छ, एउटा पिँढीले चाहिँ सेक्रिफाइस गर्नुपर्छ आउने पिँढीको लागि भन्ने कुरा हामीले पनि त छोराछोरीको लागि सेक्रिफाइस गरेका छौँ नि त। छोराछोरी अलिकति माथि आउला नि त हामीभन्दा, बुवाहरूभन्दा त हामी थोरै माथि आएका छौँ। त्यो एउटा प्रक्रिया भएको हुनाले त्यो चिजमा विचार गर्नुपर्छ विदेश जानेहरूले। ठिक छ 2-4 वर्ष जाऊ भाइ, तर आऊ भनेको छु मैले। 2-4 वर्ष जाऊ, पैसा कमाऊ, त्यहाँको सिस्टम बुझ, त्यो सिस्टमलाई नेपालमा लागू गर, तर आऊ भनेको छु। तर त्यस्तो हुनु सम्भव कार्य छ। 2-5 वर्षपछि त्यहीँको वातावरणमा घुलमिल हुन्छ, त्यही बिहा गर्छन्, त्यहाँ घरबार हुन्छ, सबै हुन्छ भने यहाँ आउन कमै आउँछन् भन्ने मलाई लागेको छ। मैले चाहिँ भोलिको सबैसँग अहिले पनि कुरा गरिरहेको छु। गयो संसार हेर, स्ट्रगल गर्ने कुराहरू पनि सिक, त्यहाँ सिकेका कुराहरूलाई नेपालमा इम्प्लिमेन्ट गर, थोरै बहुत पैसा कमाएर यसो घर बनाऊ। धेरै पैसा कमाएर कसले के गरिरहेको छ खाना लाउन जसले पनि पाइ नै हाल्छ भन्ने खालले मैले उनीहरूले मोटिभ गरेको छु। त्यो ग्रुप गेम हो, टिम गेम हो। मैले टिम गेममा कसरी हेर्छु, मैले तपाईँको 17 वर्ष 18 वर्ष नेसनल टिम हेरेको भयो, मेन्स र वुमेन्स। मेन्समा पनि पुरै खेलाडी 2 वर्षमा चेन्ज भएको, वुमेन्समा पनि करिब अलमोस्ट धेरै चेन्ज भएको छ। स्पोर्ट्सको डेभलपमेन्ट कहाँ छ भने शारीरिक र मानसिक अब्बल भएको एउटा मान्छे लिएर इच्छा शक्ति भएको व्यक्तिले मात्र माथि जान्छ भन्ने कुरा मलाई थाहा छ। त्यसमा सिनियर र जुनियरको समीक्षण हुन्छ। सिनियरले चाहिँ जुनियर आउँदैछ है विचार गर्नुपर्छ भन्ने खालको मनोविज्ञान हुन्छ भने जुनियरले पनि सिनियरलाई मैले ओभरटेक गरेर म नेपालको नेसनल टिममा पर्न सक्छु, यहाँ कुनै पार्सेन्टले हुँदैन भन्ने खालको मनोविज्ञान छ। नम्बर 1। नम्बर 2, वुमेन्स वा मेन्सको रूपमा खेलाडीलाई हेर्ने दृष्टिकोणमा मैले पुरै चेन्ज गरिदिएको छु। फ्यामिलियर रिलेसन गरिदिएको छु। एज ए फादर, एज ए ब्रदर, एज ए कोचको रूपमा म गार्जेन, एज ए गार्जेन रूपमा उनीहरूलाई मोनिटरिङ गरेको छु। काहीँ कतै दायाँ बायाँ बच्चा भएर कच्चा भएर भड्केकाहरूलाई म ठिक ठाउँमा ल्याएको छु। त्यो एउटा चेन्ज भएको छ। तेस्रो कुरा, आजसम्म राज्यले र नेपाल भलिबल सङ्घले सनौटमा म एज ए हेड कोच भएको होला कहिले पनि इन्टरफेयर गरेको छैन। यद्यपि धेरै मान्छेहरूले भन्ने गरेका छन्, तर मैले तिनीहरूलाई डाइरेक्ट नगर्नु भन्दा पनि मैले बुझेको छु। तपाईँहरूभन्दा चिन्ता मलाई धेरै छ। म राज्यको लागि पेसोको लागि राम्रै गर्छु, चिन्ता नगर्नुहोस् भनेर मैले सम्झाएको छु। फेरि नेग्लेक्ट चाहिँ गरेको छैन। उनीहरूको ठिक छ, गुरु हाम्रो मान्छे हो, चिनिया मान्छे हो, गरिदिन्छ कि भन्ने आशा छ। आशा ठिकै छ, तर व्यक्तिगत रूपले पेसा राज्यप्रति म गद्दारी गर्दैन।
हुनसक्छ कहिलेकाहीँ मेरो व्यक्तिगत कुराले अथवा मेरो दिमागले नभएर सानोतिनो थोरै बहुत त्रुटि भएको हुनसक्छ, जानेर नजानेर। मलाई लाग्छ अहिलेसम्म भएको छ जस्तो लाग्दैन। तर छनौटमा हरेक कुरा हाम्रो स्पेलिएसन तपाईँलाई फेरि भनिदिउँ, हरेकमा स्पेलिएसन कतिखेर एउटा बलले एउटा पोइन्टले मात्र गेम जित्न सक्छ, एउटा परिवर्तन गरेर मात्र गेम जित्न सक्छ, एउटा ब्लकले गेम जित्न सक्छ, एउटा सर्भिसले गेम जित्न सक्छ। त्यो बेलामा यो व्यक्तिको आवश्यकता हुनसक्छ गेम जित्नको लागि भनेर पनि मैले टिमको फर्मेसन गरेको हुनसक्छु। त्यो फर्मेसनका कारणले गर्दाखेरि आज यत्रो एचिभमेन्टहरू आएको छ, काउन्सिलिङमा यत्रो एचिभमेन्टहरू आएको छ, खेलाडीलाई फ्यामिली रिलेसनका कारणले गर्दाखेरि यति एचिभमेन्ट आएको छ। त्यो भएको दक्ष जनशक्तिलाई जतिसुकै राम्रो गर्ने टिम वर्कको भावनाले अगाडि बढाउन सकेन, टुगेदर एउटा टिम वर्क हुन्छ, त्यसलाई अगाडि बढाउन सकेन भने त्यहाँ सफलता हासिल हुँदैन। त्यस कारणले गर्दाखेरि खाना पकाउँदाखेरि त्यसमा नुन खुर्सानी दाल मिठो बनाउनको लागि सबै चिजको समिश्रण चाहिँ इक्वली भयो भने त्यसले मिठो हुने, एउटा चिज धेरै हाल्दै एउटा चिज हुँदै गयो भने त्यसले मिठो हुँदैन। त्यो कुरा गर्ने खालको वातावरण मैले धेरै स्पोर्ट्स एकाडेमिक रूपमा पनि मैले धेरै कोर्सहरू गरेर आएँ, भर्खरै पनि संसारका हाई लेभलको कोर्सहरू गरेर आएँ अस्तिभित्र ब्याङ्किङमा। स्पोर्ट्सलाई डेभलप गर्ने कुराहरूमा सबभन्दा ठुलो कुरा भनेको मानसिक रूपमा तयार हुनुपर्ने हुन्छ। मानसिक रूपमा तयार भए मात्र शारीरिक र तकनिक रूपमा टेक्निकली रूपमा एउटा खेलाडी तयार हुन्छ। र यो एउटा पर्फेक्ट खेलाडी बनाउनुको लागि टेक्निकली टेक्टिकली र मेन्टली रूपमा फिट हुनुपर्छ। त्यो सबै फिट गर्नुको लागि चाहिँ फिजिकल कम्पोनेन्ट्सहरूले चाहिँ सँगसँगै जानुपर्ने हुन्छ। त्यस कारणले एउटा दक्ष खेलाडीको लागि त्यो पनि भलिबलमा धेरै कुरामा विचार गर्नुपर्ने र त्यो इक्वली लानुपर्ने हुनाले कुन खेलाडीको दक्षता र क्षमता कति छ भन्ने कुराको एउटा जानकार खोज भएन भने त्यहाँनिर ल्यागिङ हुन्छ। सबै कुरा त संसारमा कोहीले पनि गर्न सक्दैन, तर सकेको कुरा चाहिँ मैले 100% गर्छु। मसँग जति क्षमता छ, जति ज्ञान छ, 30 वर्षमा खेलाडीहरू पछि हुँदाखेरि मेरो माइन्डमा जति सेट छ त्यो कुरालाई म फुलफिल गर्छु भन्ने मलाई लागेको छ। सकेसम्म गर्छु। माहौल चाहिँ मिल्नुपर्छ त्यसको लागि। कहिलेकाहीँ माहौल नमिल्दा पनि निराशायित भएर निराशाजनक भएर चाहिँ कोर्टमा आउँदाखेरिको दुखी चाहिँ म कहिले पनि हुँदैन। तपाईँहरूले राम्रो गर्नुभएको छ गर भने मात्र पनि हामीलाई सेवा सुविधा पनि चाहिँदैन, हामी भोगै पेटले पनि हामी गर्छौँ भन्ने मलाई लाग्छ। तर कहिलेकाहीँ गर्दा गर्दै राम्रो गर्दा गर्दै हरेसमेन्ट गर्ने खालको मान्छेहरू, निरुत्साहित गर्ने मान्छेहरूको भावले त यहाँ धेरै छ। यद्यपि म त त्यस्तो कुराहरू सुन्दैन, तर सुन्नमा आउँछन्। त्यसले कहिलेकाहीँ धेरै दुःख गर्छ कि हामीले सोचेको कुरा, हामीले गरेको व्यवहारको रिफ्लेक्ट भएन, रिफ्लेक्सन भएन, रिटर्न भएन, त्यहाँ सबभन्दा बढी दुःखी हुने रहेछ मान्छे। तपाईँलाई मैले हेर्ने त्यसमा कति राम्रो छ, तर तपाईँले त्यसलाई नेगेटिभ रूपमा लिनु भने त्यहाँ दुःखी हुने रहेछ। मैले पनि नेगेटिभ रूपमा लियो भने त ठिकै छ। त्यस्तो भएको हुनाले अब सबै मिलेर संयुक्त प्रयासले कुनै पनि संस्थामाथि जानुभएको हुनाले यसमा चाहिँ व्यक्तिभन्दा पनि संस्थाभित्र काम गर्ने मान्छेहरू र उनको सोच विचार नै सबैभन्दा महत्त्व राख्ने भने सबैको एकताबद्ध रूपमा र सकारात्मक सोचले मात्र संस्था र कुनै पेसामाथि जाने भनेर मलाई लाग्छ। त्यसलाई डेभलप गर्नुपर्ने आजको आवश्यकता। रवि घिसिङ जतिखेर मैले फर्स्टमा देखेँ त्यतिखेर उसको रेट चाहिँ धेरै माथि गयो। भर्खरको केटा पनि थियो, U23 को ट्रेनिङमा मैले आएको र अहिलेको अनुशासित केटा पनि गण्डकी प्रदेशमा सबैभन्दा अनुशासित केटा देखेको हो। र उसलाई मैले अहिले पनि छोरा समान नै मान्छु। मसँग राजनीतिक कन्ट्याक्ट पनि भइरहेछ, रविको कुराकानी पनि भइरहेछ। अब उसले चाहिँ U23 कै बेलामा उसको रिच पनि नदियो, म टिम पनि धेरै राम्रो थियो। यद्यपि उसको थोरै बहुत टेक्निकली मिस्टेक भएर अब गर्न चाहेर पनि धेरै कुरा गर्न सकिरहेको थियो र भविष्यमा राम्रो हुन्छ भन्ने मलाई लागेको थियो। तर त्यही बेलामा चाहिँ ऊ तपाईँको चाहिँ विदेश जान्छु अब एउटा गेम खेलेर भन्ने कुरा आएको थियो। र त्यसपछिको जुन सिनियर किर्गिस्तानमा गेम हुँदाखेरि पनि उसले चाहिँ जापान जानको लागि उसको भिजा लागेको थियो र पासपोर्ट ल्याउनलाई मलाई नै सोधेर गएको थियो। अब त्यहाँ समस्या कस्तो भने एउटा जुनियर खेलाडीलाई टिममा राख्दाखेरि या चाहिँ भोलिको भविष्यमा टिममा खेल्नुपर्ने हुन्छ, या चाहिँ आज वर्तमानमा सेटमा खेल्नुपर्ने हुन्छ। अब त्यहाँ समस्या पनि कस्तो पर्दैन भने उसले अपोजिटबाट खेल्ने हेमन्त मल्ल जुनियरमा अहिलेको राइजिङ प्लेयर, सिनियरमा धनबहादुर भट्टले अपोजिटबाट खेलिरहेको थियो। टिममा पनि 2 जना मात्रै हो। तेस्रो रवि घिसिङ र विशाल बिको थियो। विशाल बिको अस्ट्रेलिया जाने ऊ जापान जाने हुन्थ्यो। विदेश नै जानुहुन्छ भने यो 2 जना पर्फेक्ट छ, 2 जनालाई काटेर नहाल्नु गाह्रो छ भन्ने हिसाबले मैले निर्णय गरेको। त्यसमा पनि मैले धेरै आलोचित हुनु पऱ्यो। हाम्रो उत्कृष्ट खेल प्रदर्शन गरेको पछिल्लो अवस्थामा त्यो बेलामा पछि राम्रो पनि गर्यो। अब राम्रो गर्यो। अब राम्रो गर्नुको लागि एउटा स्ट्राइकले मात्र हुँदैन, रिसिभ राम्रो हुनुपर्ने हुन्छ, सर्भिस राम्रो। इन्टरनेसनली खेल्ने र नेसनली खेल्नेमा धेरै फरक नै छ। अब यसलाई पनि तपाईँले बिचमा काहीँ कट गरेर चाहिँ यसलाई बाटो पतङ्गड बनाउने खालको मान्छेहरू पनि छन्। तपाईँले त्यहाँ हालिहाल्छ, ठिक छ। मलाई गाली गरेर तपाईँलाई सन्तुष्ट हुन्छ भने त्यसमा पनि म खुसी नै छु। मलाई गाली गरेर तपाईँको उद्धार हुनु पऱ्यो, तपाईँको स्तर बढ्नु पऱ्यो, तपाईँको पनि केही भएन मलाई पनि गाली दिनु भने त्यसले चाहिँ राम्रो हो भन्ने लाग्छ। मैले एउटा उसलाई स्वयं पनि थाहा छ, उसलाई एग्री गरेर पनि पठाएको हो। अहिले पनि भन्छ मेरा कारणले गुरु हजुरले गाली पाउनु गाली खानुभयो भन्छ। ऊ जापान गएको चाहिँ
यहाँ असहयोग भएर नपाएर होइन, उसले जानै चाहेर गएको हो, उसको पैसा कमाइरहेको छ, घर परिवारलाई बढाइरहेको छ, घर बनाइरहेको छ। तर 2-4 वर्ष खेले अब हुन्थ्यो भन्ने हामीलाई पनि लागेको छ। एकैचोटि टिममा नपर्दाखेरि सबै चिज नहुने पनि त होइन। टिममा 12 जना पर्ने हो, लाखौँ खेलाडीहरू पनि छ। हामी कोचहरू छ, कसैलाई निकाल्नै पर्छ, कसैलाई राख्नै पर्छ हेर्नु। त्यस कारणले गर्दाखेरि जति चिन्ता कोचले हुन्छ त्यति चिन्ता सायद कसैलाई हुन्छ होला, किनकि मेरो अन्डर लिडरसिपमा यदि टिम हुन्छ भने त्यो टिमले जितोस् भनेर चाहन्छु भने राम्रो खेलाडीलाई म कसरी बाहिर निकाल्न सक्ला भन्ने कुरा मेरो हो। पकाका गरेका छैन, गर्दैन पनि। त्यस कारणले गर्दा रविन्द्रलाई राख्दाखेरि नै कति विरोध गर्यो, आफ्नो मान्छे राख्यो, सबभन्दा विरोध गर्यो। ऊ आज नेपालको नम्बर 1 भएको छ। टङ्क अहिले ऊ पनि विदेश गएको छ, उसले पनि किर्गिस्तानमा सुपर राम्रो गेम खेलेर आएको छ। अरू खेलाडीहरू पनि छन्, अरुणा साईलाई क्याप्टन बनाएको पनि उनीहरूले नै हो। पश्चिमाञ्चलले भन्दाखेरि जति गरेको पनि अरुणा साईलाई स्ट्राइकरबाट निकालेर सेटर बनाएर नेपालको क्याप्टन बनाएर यत्रो ऐतिहासिक मेडल त ल्याएकै हो। अब सकारात्मक कुरा भन्दा नि नकारात्मक कुरामा धेरै ध्यान दियो भने गाली गलौज गर्छन्। त्यो गाली गलौजले मलाई थप उत्साह र प्रेरणा प्रदान हुन्छ, जसले गर्दाखेरि तपाईँको चाहिँ फेरि आउने दिनहरूमा फेरि अझ ऊर्जाका साथमा काम गर्ने हौसला चाहिँ प्रदान हुन्छ। यिनीहरू भनेको नेपालको आउटस्ट्यान्डिङ खेलाडीहरू हो। यिनीहरूको माइन्ड सेटदेखि लिएर फिजिकल्ली कम्पोनेन्ट्समा भरिपूर्ण खेलाडीहरू र आवश्यकता अनुसार चाहिँ टिमलाई चेन्ज गर्न सक्ने खालको र फाइटिङ स्पिड सालमा सुरुवातदेखि अन्तसम्ममा एउटा स्पिडमा खेल्न सक्ने, नआत्तिने नमात्तिने एउटा आइडियल पर्सनको रूपमा मैले लिएको छु। खेलाडीको हुनुपर्ने क्यारेक्टरहरू चाहिँ भरिपूर्ण छ। सर्ट फर्ममा भन्दाखेरि उनीहरूबाट आउने पिँढीले पनि सिक्नुपर्ने हुन्छ। उनीहरूको बानी बेहोरा, हिँडडुल, खेल्ने स्पिड जुन छ त्यो चाहिँ सबैले सिक्नुपर्छ। सम्मानजनक तवरले बाँच्न सक्ने र नेपालको भलिबल राष्ट्रिय खेल हो भन्ने खालको एउटा जनमानसमा विकास गर्ने खालको एउटा कार्ययोजनाका साथमा नेपाल भलिबल सङ्घ, स्पेसली हाम्रो अभिभावक हो, नेपाल भलिबल सङ्घले राज्यसँग सहकारी गर्ने र नेपाल भलिबल सङ्घसँग भएका विङ्सहरू, स्ट्रङ विङ्सहरू भनेको प्रशिक्षक, रेफ्रीहरू र खेलाडीहरूलाई साइमल्टेनियसली उनीहरूको चाहिँ स्तर वृद्धिका साथै युनाइट गरेर चाहिँ खेलकुदलाई कसरी अगाडि लाने भन्ने कुरामा एउटा सही मार्गदर्शन कार्ययोजना सहित अगाडि बढोस् भन्ने मेरो चाहना छ। र केन्द्रमा धेरै कार्यक्रमहरू भइरहेको छ, नेपाल भलिबलसँग धेरै कार्यक्रमहरू गरिरहेको छ, अन्तर्राष्ट्रिय सहभागिता, आन्तरिक प्रतियोगिताहरू गरिरहेको छ। तर ग्रासरुटमा कार्यक्रमहरू भएको छैन, डेभलपमेन्टका कार्यक्रमहरू केही पनि भएको छैन जस्तो लाग्छ मलाई। स्कुल लेभलमा र जिल्ला सङ्घ र प्रदेश सङ्घलाई एक्टिभेट गर्नुको लागि थोरै बहुत पहल गर्ने भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ। र यो गर्छ पनि होला। मैले एज अ चिफ कोचको हिसाबले र भलिबल कर्मीको हिसाबले पर्सियको मात्र काम नभएर भलिबल सङ्घलाई राष्ट्रिय खेलकुद परिषदसँग समन्वय गरेर डेभलपमेन्टका कुराहरूमा गर्ने कुरामा म स्वदेश साथ सहयोगको लागि तयार छु।